अनि आजको प्रोग्राम हजुरहरूले हेरेर साथ दिनु होला है। यो सल्लको मैले देखाएको छु, यो त ब्याकग्राउन्डमा यस्तो छ है, फ्रन्टमा हामी यहाँ छौँ अनि यता पछाडिपट्टि यस्तो छ है त। उहाँले मेरो तारिफ गर्दै हुनुहुन्छ है डान्सर भनेर। जस एउटा गड गिफ्ट पनि हुँदो रहेछ। मैले सिकेको त छैन, तर गीत बज्यो भने चाहिँ आफै हात खुट्टा चल्छ, त्यही हो। जस आजको हामी मेरो फर्स्ट भ्लग पनि हो। अनि मैले डान्स स्टेजमा होइन स्ट्रेटमा धेरै गरिरहेको पनि छु। कतिले मन पराइदिनु पनि भएको छ। यसरी नै माया गरिदिनु होला होइन। अब यही हो, बाटोमै नाचेर गाएर त हुने माया पाउने होइन, सपोर्टहरू गरिदिनु होला होइन। अब मलाई खासै धेरै बोल्न त आउँदैन, त्यही पनि अब भ्लग बनाइसकेपछि केही न केही भन्नुपर्छ भन्ने मलाई लाग्यो। त्यही भएर एक दुई शब्द हजुरहरूलाई भने होइन। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अनि डल्लोमा चाहिँ जोस् हाम्रो एकजना दिदी हुनुहुन्छ, अनि आमा जस्तै हुनुहुन्छ है। दिदी भनेको नै आमा सरको हो मान्छे हो होइन। अनि यहाँ उहाँले गर्नुभएको यो बिजनेस होइन, यहाँबाट पनि धेरै कुराहरू सिकिन्छ होइन। डल्लुमा हुनुहुन्छ भने यहाँ दिदीकोमा आएर केही कुराहरू लिएर जानुहोस्, दिदीलाई सहयोग पनि हुन्छ होइन। अनि फ्यामिलीमा कतिजना छ हजुरको? आफ्नो मर्म हुन्छ होइन, आफ्नो दुःख हुन्छ होइन। त्यही भएर सबै कुराहरूलाई हजुर 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 ए हजुर ल। अब यहाँ आज नाच्ने स्पेस पनि छ है। अनि म यो बाटोमा चाहिँ होइन नाच्छु। अनि तपाईँलाई कस्तो लाग्छ? राम्रो लाग्छ। मेरो हिजो हो कि अस्ति म कन्फ्युज भएँ। अनि नयाँ युट्युब खोलेको थिएँ। अनि प्लस अब यो अब घुम्दै जाँदा अब प्रोग्रामहरू गर्दै जाँदाखेरि अब कुन ठाउँ पुगिन्छ, हरेक मान्छेले अब कस्तो अहिलेसम्म राम्रै सोच्नु भएको छ अनि राम्रै गर्दै हुनुहुन्छ। अनि हजुर जस्तो यसरी व्यापार गर्दै हुनुहुन्छ होइन। तपाईँहरूलाई पनि एउटा हौसला होइन मिल्नेछ। अनि त्यही हो, हामी पनि तपाईँ जस्तै हो है। यसरी नै अब त्यही त हो नि। जस्तै साँच्चै पीडित चाहिँ होइन, साँच्चै पीडितै हो। हेर्नु त न छोरा छ न छोरी छ, भएको एउटा भोजेको नाति पनि बुहारीले छोडिदिएर हिँड्ने। म त साह्रै पीडित छु त, के गर्नु। हेर्नु न जसरी ज्यान त पाल्नु परेको हो। त्यो त हो। तपाईँको कुरा सुनेर हुन त आफ्नै हुन्छ। अब हजुर पनि पीडित हुनुहुन्छ। हजुर जस्तो पीडित नेपालमा कति धेरै होला। तर नेपाल सरकारले यस्तो कुराहरू देख्दैन के, यस्तो कुराहरूमा ध्यान उनीहरूको जाँदैन। कुर्सी खोसाखोस राजनीतिकमा बढी ध्यान दिने। त्यही भएर चाहिँ धन्न अहिले यता बाटो चाहिँ हल्का शान्तिनो काम चाहिँ गरेर देखाएको छ। त्यो पनि हाम्रो लागि एकदम ठुलो कुरा हो होइन। नेपालीको मन भनेको ठुलो हुन्छ अरे क्या। त्यही भएर सानो एउटा केही गऱ्यो भने पनि हामीले तारिफ गर्छौँ होइन। अनि भनेपछि अब एकछिनमा म डान्स सुरु गर्नेछु है। हजुरलाई धेरै धेरै धन्यवाद। योभन्दा प्रगति बढ्दै जाओस्, राम्रो हुन्छ। कलेज खुलोस्, आफ्नो छोरा नभए नि हजुरहरू अनि हजुरको व्यापार पनि एकदम राम्रो होस्। यो व्यापारले चाहिँ तपाईँलाई चाहिँ एउटा होइन बिस्तारै बिस्तारै प्रगति हुँदै जाओस् होइन। सधैँभरि एकै नाचको नहुनुहोस् होइन। यसलाई लेभललाई बढाउँदै जानुहोस् होइन। फेरि भेट भएछ भने पछि फेरि होइन हामी के अरे धेरै कुराहरू गर्नेछौँ दिदी है। किनभने चाहिँ कतिपय कुराहरू भिडियोबाट पनि अब राम्रो एउटा मेसेज जान्छ कि है। आजभोलि मिडियाको जमाना पनि छ है। उठेर बोले बधाई लान्छ, बसेर बोले कसैले सुन्दैन, आफ्नो मान्छे कोही छैन। त्यस्तै छ, गाह्रो छ। अब आज हजुरलाई भेटेँ, अब कुन ठाउँमा भोलि कहाँ जान्छु अब होइन। हरेक मान्छेको अब पीडा अब पीडा बुझ्नु पनि पर्यो होइन। त्यही हो। ल ल दिदी ल है, अहिले म एकछिनमा नाच्दैछु है ल। धेरै थोरै ड्रप हुँदैछ, हुनु पनि पर्छ। किन भन्दा एउटा ढुङ्गाले राख्ने त बिचमा यो कार्टुन हो नि त हाम्रो। त्यो बक्स दिएर ढुङ्गा सानो खालको च्याप्टो वाला यो होइन। एकदम ठिक छ ल। नि ल ठिक छ।
फेरि हाम्रो गुरुङ दाइ हो वान साइड छ कि माइन्ड चेस अब हाम्रो चाहिँ कस्तो हुन्छ भने अब आरतिर फगेको हुन्छ उहाँहरू फेरि एउटा त्यो पट्टीमा राखेको रेल जस्तो हो कि त्यहाँ राखेको डेस्टिनेसनमा गएर मात्रै त्यहाँ ल्यान्ड हुने स्टप हुने क्या तर राम्रो है किन भन्दा यो चाहिँ फौजीहरूमा चाहिँ गुरुङ मगरहरू लिनुको रिजन नै त्यही हो क्या किन भन्दा एक सुरे हुन्छ एकहरू हुन्छ गएर ठोक्छु अनि ठोक्छु भन्ने हुन्छ होइन अनि त्यसले गर्दाखेरि उहाँको त्यस्तै छ राम्रो छ एकदम फेरि मनको चाहिँ एकदमै मङ्गोलियन जातिहरू एकदमै राम्रो हुन्छन् है मतवालीहरू एकदमै मनका चाहिँ साह्रै नै एकदमै मैले अहिलेसम्म बुझेर मेरो मम्मी पनि स्वयं मङ्गोलियन हो म बाहुन भए पनि मेरो मम्मी पनि मङ्गोलियन हो तर यहाँ तातु कुरा मैले गरेँ होइन जे सबै एउटै हो है तर यस्तो यस्तो भन्ने हुन्छ अब जात छैनौँ होइन तर म त फेरि जे भन्नु पऱ्यो नि त होइन अनि मेरो मम्मी मगर हुनुहुन्छ मेरो त्यहाँ बाहुन हुनुहुन्छ मगर र बाहुनको अब त्यो अब जन्मियो होइन अनि त्यस पछाडि त फेस मेरो मङ्गोलियन नै छ मान्छेले मलाई त्यही बताउनुहुन्छ है तर म चाहिँ एक्ज्याक्टली त म ब्राह्मण हो है बाहुन हो सापकोटा र मेरो मन पनि एकदमै राम्रो छ म एकदमै आफूलाई एकदम राम्रो बनाउन चाहन्छु र तपाईँहरूबाट सिकेको पनि छु मानवता भन्ने के हो धर्म के हो कर्म के हो है जिन्दगी के हो सङ्घर्ष के हो सङ्घर्ष पछिको मेहनत हुन्छ नि एउटा यसको फलहरू के हो हरेक कुराहरू दुःख के हो सुख के हो अरूको दुःख के हो आफ्नो दुःख के हो सबै बुझेको हुन्छु म चाहिँ उहाँ दाइको गीत एकदम राम्रो लाग्यो है सुनिरहँ जस्तै बाबुहरूलाई गीत कस्तो लाग्यो सुन्यो कस्तो छ ए छैन अब सुन्ने ल एक्साइटेड छ नि गीत सुन्नलाई ओके ल म चाहिँ जेठो खै को जेठो रे माइलो जेठो झन् झन् सानो लपको खै लपको छैन यस्तो यस्तो ल यता यता आफ्नो लागि पनि दिइरहेकै हुन्छौँ तर हामी अरूको लागि पनि दिनुपर्छ भन्ने मेरो म चाहिँ जेठो ल हाम्रो अनुहार मिल्छ नि होइन सबैको है अनि डान्स गरेको पसिना है अनि मुम्बईमा आएको खाएको छ आजको प्रोग्राम पनि राम्रै भयो अब यहाँको जनताको माया रियाक्सन दियोस् राम्रै आयो खुसी लागेको छ हजुरलाई कस्तो लाग्यो मेरो डान्स हजुरलाई कस्तो लाग्यो भनिदिनुहोस् डान्स कस्तो लाग्यो बाबुलाई नाम लाग्यो बाबुले धरि पुग्छ कि मेरो डान्स है बच्चादेखि बुढोसम्म अनि सबै किसिमको हामी जनताहरू खुसी लागेको छ यो ठाउँको नाम के भन्नुभएको अरे डल्लु चौतारा है डल्लुको चाहिँ चौतारा मुनि हो नमस्ते नमस्ते मेरो ब्लगमा मेरो सानो नानी है माया गर्दै चुप्पा है चुप्पा माया है बाई बाई गरिदियो